हेलो एभ्रिवान नमस्ते। यो भिडियोमा चाहिँ हामी क्रोनब्याक अल्फा जुन तपाईँहरूले सुन्नुभएको होला त्यो चाहिँ हामीले एसपीएसएसमा कसरी क्यालकुलेट गर्ने भन्ने बारेमा कुरा गर्छौँ। सबभन्दा पहिला चाहिँ क्रोनब्याक अल्फा भनेको के हो भनेर थोरै कुरा गरौँ। यो चाहिँ टेस्ट अफ रिलायबिलिटी हो। कुनै पनि क्वेसनहरूको सेट अफ क्वेसन्सको कुनै हामीले नलेज हेर्नको लागि एटिट्युड पर्सेप्सन यस्तो हेर्नको लागि जति पनि स्केल क्वेसनहरू युज गर्छौँ। त्यो क्वेसनरहरूको क्वेसन्सहरूको बिचमा चाहिँ कतिको कन्सिस्टेन्सी छ, कतिको इन्टरनल कन्सिस्टेन्सी छ भन्ने कुरा चाहिँ हामीलाई क्रोनब्याक अल्फाले देखाउँछ। फर इक्जाम्पल, जुन मैले तपाईँहरूलाई अहिले यो डिस्प्ले भइरहेको सेटमा चाहिँ क्वेसन 1 देखि क्वेसन 13 देख्न सक्नुहुन्छ होइन। यो सबै क्वेसन चाहिँ मैले चाहिँ खासमा क्लाइमेट चेन्ज एङ्जाइटी हेर्न खोजेको। हरेक क्वेसनले चाहिँ क्लाइमेट चेन्ज एङ्जाइटीसँग रिलेटेड क्वेसनहरू सोधेको छ है। जुनलाई चाहिँ 1 देखि 5सम्म चाहिँ हामीले ऱ्याङ्क गरेका छौँ, 1 बिङ द लोएस्ट एन्ड 5 बिङ द हाइएस्ट। सो नेभरदेखि अलवेजसम्मको चाहिँ हामीले यो लिकट स्केलको क्वेसनयर छ। सो 13वटा चाहिँ त्यसमा स्केल आइटम्सहरू छन्। अब यो सबै क्वेसनहरूको बिचमा चाहिँ इन्टरनल कन्सिस्टेन्सी चाहिँ कतिको छ भनेर हेर्नको लागि चाहिँ हामीले क्रोनब्याक अल्फा चाहिँ युज गर्छौँ। फर इक्जाम्पल, यो क्वेसनहरू जस्तै फर्स्ट क्वेसनमा चाहिँ तपाईँलाई निदाउन एकदम गाह्रो हुन्छ भन्ने सम्बन्धी क्वेसन छ। अब उसले हानेर मलाई निदाउन एकदम गाह्रो हुन्छ भनेर मैले 5 दिएँ थिएँ अरे सपोज। र क्वेसन नम्बर मेबी 13मा चाहिँ म सधैँ खुसी हुन्छु, म एकदम आनन्दले उठ्छु बिहान भन्यो भने, अनि यसमा चाहिँ उसले यस भन्यो भने कन्सिस्टेन्ट देखिएन कि क्वेसन नम्बर 1 र 13सँग चाहिँ सिमिलर रेस्पोन्स आउनु पर्ने, बट नाउ ड्यु टु भेरियस रिजन्स यो कन्स्ट्रक्टहरूले चाहिँ सिमिलर कुरा दिइरहेको छैन। सो यसरी नै मैले 1 र 13 भने इट क्यान बी अल अदर क्वेसन्स जुन चाहिँ यो कन्स्ट्रक्टमा छ। सबैले चाहिँ जे मेजर गर्न खोजेको हो त्यहीतिर इन्क्लाइन्ड भएर चाहिँ सबैले एकैतिर एउटै डिरेक्सनमा चाहिँ कन्सिस्टेन्ट रिजल्ट दिनुपर्छ भन्ने हो। र त्यो कन्सिस्टेन्सी मेजर गर्नको लागि चाहिँ हामी क्रोनब्याक अल्फा युज गर्छौँ। एसपिएसएसमा कसरी निकाल्ने त भन्दा सबभन्दा सुरुमा चाहिँ केही कुराहरू चाहिँ हामीले ध्यान पुऱ्याउनु पर्छ। अब यो भेरिएबल भ्यूमा गएर चाहिँ यहाँनिर हेर्नु Q1 देखि Q13सम्मको क्वेसन छ मेरो स्केल आइटममा। यसमा मैले मेक स्योर यो सबै न्युमेरिकमा छ, किन भन्दा यसले चाहिँ स्ट्रिङ आइटम चाहिँ लिँदैन अहिले एनालाइसिस गर्ने बेला। स्ट्रिङमा छ भने यहाँ यो डटमा थिचेर तपाईँले स्ट्रिङबाट यसलाई न्युमेरिकमा चाहिँ ओके थिच्नु पर्ने हुन्छ। र यतापट्टिको मेजरमा चाहिँ यु क्यान इदर सेलेक्ट स्केल अर अर्डिनल। मैले चाहिँ सबैलाई अहिले अर्डिनलमा सेलेक्ट गरेको छु। र यो चाहिँ मेरो 13वटा सेट अफ आइटम्स सेट अफ स्केल क्वेसन्सहरू रहेका छन्। अब मैले एनालाइज गर्नको लागि एनालाइजमा जानु पर्यो। त्यसपछि गएर मैले यहाँ स्केल हेर्न सक्छु। स्केलमा गएपछि रिलायबिलिटी एनालाइसिस छ। कहाँ जाने त एनालाइजमा जाने, त्यसपछि स्केलमा जाने, अनि त्यसपछि रिलायबिलिटी एनालाइसिसमा जाने। अलरेडी यहाँनिर केही छ, यसलाई मैले यता राखिदिएँ अहिले। सो क्वेसन नम्बर यो 1 देखि क्वेसन नम्बर 13सम्म मैले एकैचोटि सेलेक्ट गरेँ जति पनि मेरो त्यो स्केल आइटम्सहरू थियो, र यसलाई एकैचोटि आइटम्समा राखिदिएँ। अब यदि गरिसकेपछि अरू केही गर्नु परेन। यसमा स्टेटिस्टिक्समा अरू धेरै कुराहरू छ विच यु क्यान एक्सप्लोर। तर अहिले हामीलाई क्रोनब्याक अल्फा निकाल्न चाहिँ केही चाहिँदैन, या अलरेडी मोडलमा अल्फा अटोमेटिकली डिफल्ट बसेको हुन्छ, चलाउनु पर्दैन। र यति गरिसकेपछि हामीले अब ओके थिचिदिने। अब ओके थिचेपछि चाहिँ यहाँ के आउटपुटहरू चाहिँ हामीले हेर्न सक्छौँ। फर्स्टमा चाहिँ 468 पार्टिसिपेन्ट्समा चाहिँ गरिएको रहेछ। टोटल रेस्पोन्स हामीसँग 468वटा रहेछ। र हाम्रो क्रोन ब्याक अल्फाको भ्याल्यु चाहिँ यो 13 सेट अफ क्वेसन आइटम्सको लागि कति आएको छ, 0.893 चाहिँ आएको छ। सो अब यसलाई कसरी इन्टरप्रेट गर्ने त हामीले भन्दाखेरि चाहिँ जति क्लोजर टु 1 भयो त्यति नै कन्सिस्टेन्सी रिलायबिलिटी चाहिँ बढी छ है भनेर चाहिँ यसले देखाउँछ। 0.7 भन्दा माथि चाहिँ हामी यसलाई एक्सेप्टेबल भन्छौँ। 0.7 भन्दा कम आएको छ क्रोनब्याक अल्फाको भ्याल्यु भने चाहिँ यु हेभ टु रिचेक यर क्वेसनर। मेबी लाइक क्वेसनलाई रिफ्रेम गरेर हुन्छ कि, अर क्वेसनको नम्बर अफ आइटम्स धेरै भएर हो कि, सो त्यसलाई अलिकति अन्डरस्ट्यान्डेबल नभएर हो कि, अथवा त्यसले एउटै कुरा चाहिँ तपाईँले लेख्दाखेरि एउटा लेखिरहनु भएको छ तर बुझ्ने मान्छेले फरक तरिकाले बुझिरहेको छ कि। सो यु हेभ टु रिस्ट्रक्चर इट अगेन।
तर हाम्रो चाहिँ एक्सेप्टेबल छ 0.893 इज अ गुड नम्बर। सो क्रोनब्याक अल्फाको हिसाबले चाहिँ इन्टरनल कन्सिस्टेन्सी रिलायबिलिटी चाहिँ देखिएको छ। सो यो त हामीले युजली चाहिँ फुल सेट अफ क्वेसनहरू लन्च गर्नुभन्दा अगाडि, फुल फ्लेज्ड डेटा कलेक्सन गर्नुभन्दा अगाडि जुन हामीले पाइलट टेस्ट गर्छौँ, युजली क्रोनब्याक अल्फा चाहिँ हामी पाइलट टेस्टमै हेरेर अनि त्यस अनुसारले चाहिँ क्वेसन मोडिफाई गर्न चाहिँ एकदमै युजफुल हुन्छ। र यसमा तपाईँहरूलाई केही कन्फ्युजन छ, केही क्वेसन छ भने प्लिज लेट मी नो। क्रोनब्याक